अब मोन्टी देसाई र स्टुअर्ट लको कोचिङ स्ट्याट कम्पेयर गरेर हेरौँ। मोन्टी देसाईको कोचिङ टेन्योरमा नेपालले ओडिआईमा 36 म्याचेस खेल्छ र 20 विन्स निकाल्छ भने 15 लस र एउटा नो रिजल्ट। त्यसै गरी T20मा 38 म्याचेसमा 20 विन्स र 16 लसेस रहेको छ, एउटा नो रिजल्ट र एउटा टाई। अब मेबी रेनको कारणले जुन टाई हुन्छ त्यसको कारण हुनसक्छ। ओडिआईमा विन पर्सेन्टेज 55 र T20मा 52 छ। अब इयर वाइज स्ट्याट हेर्ने हो भने 2023मा 22 ओडिआईमा 15 विन नेपालले निकालेको थियो। अब यसमा एउटा क्रेजी पार्ट के रहेको छ भन्दा नेपालले एकदम फेमस त्यो 12 म्याचमा 11 विन जुन निकालेका थिए त्यो यही टेन्योरमा थियो र यसैको कारणले गर्दाखेरि चाहिँ नेपाल मोन्टी देसाईसँग पछि पनि कन्टिन्यू गरेको थियो। जब 14 ओडिआईमा 5 मात्रै जित्यो र त्यसपछि चाहिँ नेपालले अब राम्रो भएन र मोन्टी देसाईको कन्ट्र्याक्ट सकिन लाग्यो। त्यसपछि नेपाल स्टुअर्ट लसँग गयो। स्टुअर्ट लको कोचिङ टेन्योरमा नेपालले एज अफ नाउ अगस्तसम्मको कुरा गर्ने हो भने चाहिँ 20 म्याचेस खेलेको छ, जुनमा 9 विन्स र 11 लसेस। र यो 11 लसमा चाहिँ नेपालले बाहिर खेलेको म्याच चाहिँ अलमोस्ट सबै नै हारेको छ। सायद एक म्याच मात्रै, नेपालभन्दा बाहिर खेलेको एक म्याच मात्रै जितेको छ। विन पर्सेन्टेजको कुरा गर्ने हो भने 45%, जबकि T20को कुरा गर्ने हो भने 19 म्याचेसमा 12 म्याच नेपालले जितेको छ, 63 को विन पर्सेन्टेज रहेको छ। 2025मा 8वटा ओडिआई खेल्दा 3 विन्स रहेको छ र 2026मा 6 विन्स रहेको छ भनेदेखि नेपालको लस चाहिँ सिग्निफिकेन्ट नै रहेको छ। 5 लस नेपालले चाहिँ 2025मा भएको थियो भन्दाखेरि 6 लस भने अहिलेसम्म भइसकेको छ। T20मा भने नेपालले चाहिँ एकदम राम्रो गरेको छ, त्यो चाहिँ भन्न सकिन्छ। T20मा भन्ने हो भने 2026को यदि स्ट्याट हेर्ने हो भने स्टुअर्ट लको 6 T20मा 2टा विन मात्रै निकालेको छ र अब यो हल्का कन्सर्न चाहिँ देखिन्छ। यो दुवै कोचको स्ट्याटमा एउटा कमन कुरा के देख्न सकिन्छ भन्दा मोन्टी देसाईको टेन्योरमा लास्टतिर नेपालले सोचे जस्तो रिजल्ट निकाल्न सकेन र नेपाल मोन्टी देसाईबाट मुभ अन गर्नु पर्यो। त्यसै गरी स्टुअर्ट लको T20 स्ट्याट अल्दो मोन्टी देसाईको भन्दा सिग्निफिकेन्टली राम्रो हुँदा पनि ओडिआईमा टिम निकै स्ट्रगल गरिरहेको हुँदा चान्सेस आर कि नेपाल माइट मुभ अन फ्रम स्टुअर्ट ल सुन।